यसको आधारमा तपाईलाई पक्राउ पुर्जी दिनु पर्दैन यो आदेश त पक्राउ पुर्जी दिनुस् न आदेश त आइसकेछ त पक्राउ पुर्जी दिनुस् न आदेश पक्राउ पुर्जी त मलाई जारी हुनु पर्दैन अहिले लेख्नु तपाईले आइसक्यो तपाईलाई त्यो आदेश आइसक्यो बोले सोरी अरु के चाहियो तपाईलाई पक्राउ सुन्नुस् न तपाईले मान्छे भन तपाई घरमा आएर तपाईले यहाँ लेख्नु यो स्पटमा लेख्नु कसमा सम्म हेर्नु एउटा पक्राउ दिनुस् पक्राउ पुर्जी लेख्नुस् दिनुस् न भइगयो त ल दिनुस् न हुन्छ नि ए ल भयो पत्र दिनुस् भइगयो त के गर्नै परेन त छैन पत्र दिनुस् लैजानुस् छैन साधारण भन्दा साधारण प्रश्न पनि आम नागरिकले गर्दा पनि तयारी भएर आउनु पर्ने होइन मेरो हकमा पर्दैन केही डिएम खान के लाग्दैन मलाई लानै छुन्ने केही फरक पर्दैन म तयार छु नि सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर ठीक छ उहाँको कुरा मैले भन्दै अब इन्सपेक्टर लेख्नुस् न त नहेर्नुस् यार लेख्दै हुनुहुन्छ लेख्नुस् तपाईले कानुन बुझ्नु भएको छ तपाईले जति पढ्नु त्यति नै पढाएको छु यो पुरो नगरपालिका बसेको यो ग्रामीण काम केही तयारी नगरी आज सबै मलाई सोध्यो भन्छ न्याय दिन्छ केही त्यसमा पैसा हो पैसा नजुक एकजना सम्म केही भन्नु छैन मलाई जनताले देखेको छ बुझेको छ